मेरो सबैजनाले एक एकपल्ट कट्टु पनि खोल्ने नयाँ बस्यो एकै नजरमा सो हेलो एन्ड नमस्कार गाइज वेलकम ब्याक टु दि न्यू ब्लग सो गाइज आज म धेरै दिनपछि अथवा यो वर्षपछि ब्लग बनाउँदैछु होइन फेरि पनि म आफ्नो ब्लगमा ब्याक भएको छु सो आज हामी नयाँ ट्रिप जाँदैछौँ आफ्टर लङ टाइम धरान भेटेटार हुँदा हुँदै धनकुटातिर पनि जानेछौँ होइन साथीहरू सो गाइज अहिले चाहिँ हामी हिँडिसकेका छौँ टक्क लगाएर म अनि मेरो साथी शिशु लेडे छ मेरो बाइकमा होइन हामी हिँडिरहेको छौँ गाइज सो अहिले हामी पुगिसकेका छौँ विमानमा पुगिसकेका छौँ साथीहरू यिनीहरू जिस्किँदै यो दुइटाको के भयो के अरे कविन्द्र र उयो दिन थाली त हाल्यो शिशु ट्याङ्क भएर झगडा एकअर्कामा सुन्नुभएको पहिला थिएन चुप्ला छ के हो शिशुले नै हेप्या भन्दा चाला सो यतिकै जिस्का दिस्का केटाहरू के लौठा पुग्दैमा हाम्रो खाजा आइपुग्यो टक्क चना अन्डा तर लास्ट महँगो रहेछ यार साथीहरू यहाँ त ओभर महँगो यार एउटाको 125 रे के रे को छक्का रे अघि शिशुले कस्तरी चुसा शिशुले कस्तरी नमस्ते हामी चाहिँ नमस्ते नै हिँडेको हो नमस्ते घरमा धेरै धेरै धन्यवाद ल साथीहरू यतिकैमा सबैजना प्याकस्याक गरेर अब हामी लाग्दैछौँ धरानतर्फ होइन बाटोमा भेटौँला है त साथीहरू अब के हुन्छ कसो हुन्छ उतैतिर भनौँला एकदम रमाइलो भइरहेछ यो रन्दिने झन्डै नालाभित्र यसरी घुमाउन खोजेको नाली बासको छ नि त त्यो त भनेको बेला ब्रेक पनि लाग्दैन सबै पुरो टास्यो तल बाइकको फोटो खिचौँ न रमेश लाइट अफ गर न तल पो रहेछ वेलकम ब्याक टु माई युट्युब च्यानल जस्तो कि त्यही दुईटा भन्न आउँछ आफ्टर लङ टाइम आफ्टर 3 years अफ ग्याप त्यतिखेर युट्युब च्यानल बनाउँछु भनेर जबरजस्ती सब्सक्राइब गराउनु लाएको थियो त्यहाँबाट त आइडी कहाँ हो तिम्रै 7,000 सब्सक्राइब भएर के गर्ने त भिडियो एउटा पेल्दैन सो साथीहरू होइन हामी चाहिँ यहाँ सप्तकोशी हेर्न सक्नुहुन्छ यहाँ सप्तकोशी केटा हो हेलो भन त यता हेर न सबैजनाले यहाँ दर्शन गरिसक्यो होइन केटाहरू टक्क
मलाई देखेछ भुत्ला मात्रै देखेछ मेरो सिक्स प्याक पेट देखाऊ दस तिम्रो पेट रोमन पेट देखाऊ न दस तिम्रो तिम्रो पेट मेरो सबैजनाले एक एकपल्ट कट्टु पनि खोल्ने तेरो पेट देखा त अरे बाबा रे बाबा ओए पेट नदेखाऊ जुम्रा कुदिरा हुन्छ रे बाबा सुभाष पेट देखाऊ न सिसीले मार्दै बिताले हानिसकेको गेम खेल्छु भनेर बिचरा सिसीको त हेर न यस्तो अशुद्धसँग बसेर खानु परिरहेको छ खोलौँ यो पनि अलिकति अचार हुन्छ नि पावर खाइदिइहाल्छ नि मेरो कस्तो आएको छ मेरो कस्तो आएको रे एउटा फेरि भिडियो बनाएको पोज दिएर जोनीसिङ जस्तो आएको छ ल खाना आयो सो साथीहरू हामी मन्दिर सन्दिर टक्क दर्शन गरेर फर्किँदैछौँ होइन म अगाडि लिड गरेर छु पछाडि तिनजना केटाहरू मस्त बाइकमा आइरहेछन् होइन अब हामी फर्किँदै होइन सप्तकोशीको साइडमा पुरै भ्यू हेर्दै टक्क लाएर होइन हेर कस्तो दामी देखेको छ तर यस्तो डरलाग्दो बाटो छ नि कुरै छोडिदिनु बाटो पनि लास्ट अप्ठ्यारो है पानी परेको पहिरो गएको यहाँ हेर न बाफ यहाँबाट झऱ्यो भने त कहाँ पुग्छ त मरिहाल्छ नि अरे त्यहाँ हर्केको फर्कमा हर्का गीत गाउँदा नाच्ने ल गीत गाउँ ल तिमी गीत हामी हालेर यहीँ नाच्नु यहाँ गर्छ कृष्णको फोटो छ कृष्णको फोटो छ शिशुको तुरी छोटो छ हेरेर भए पनि हालेर भए पनि जीवन बिताउनुहुन्छ सो साथीहरू यिनीहरूको गीत सुनेर मलाई के बोल्नु म टाउको बनाएँ एकछिन है दामी पार्क है टक्कै फुलहरू है आनन्दले बस्ने चिल गर्ने र दामी पार्क मिठो यत्तिको चाहिँ हुनुपर्छ है खाने पानी हो साथीहरू हेर्न सक्नुहुन्छ उस्याल अर्कोले रोपेको यो बोट बिरुवाहरू
हेर्न सक्नुहुन्छ है यो सबै धरानाको बजारमा माया बसेकै नजरमा धरानाको बजारमा माया बसेकै नजरमा बजारमा माया बसेकै नजरमा माया बसेकै नजरमा दोस्त हिँड ल होटलमा होटल देखाइदिन्छु दिस इज होटल मेरो केटाहरूको लागि यतिमा अट्छ सबैजना अट्दैन कविन्द्र आयो भन् ए अस्ति गेम मिस्टेकले परायो कोट पैन्ट पनि होला सर्ट त रहेछ सेतो छ टी सर्ट हो ओइ देखाऊ त कविन्द्रको कल दिनुपर्छ ग्राउन्डमा हिँड्ने मान्छे थाकिसक्यो नबोक्ने मान्छे थाकिसक्यो थाकेको त ढुङ्गा पोले खाने हो हातमा होइन त उडे
बाइकको ट्याग मैले कहाँ राखेँ आइसक्यो राजा रानी ताल हिँडेका साथीहरू हामी हाल्ने होइन वेलकम 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 आटला भिडियो बनाउँदैछु खै पनि यत्रै छ यार उनीहरूले कुरा गर्दा त रिस उठेर आउँछ तिमीहरूको बेलामा हेर जाने हटाउनु